उसो गर्नुपर्छ पर्दैन 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 म सधैँ चढिरह हो यसमा हो लड्यो भने फेरि छैन धेरै हालको छैन अलिकति मात्रै हो ए अब पुग्नुलाई छोडिदिनु भरे भोलि आयो होइन काम हजुर त्यतिको याद आउँछ याद आउँछ नि यार आउँछ होइन होला हो छिनछिनमै याद आइरहन्छ ए अनि आफूलाई अनि मेरो त कुरै नभनौँ न दाइ मेरो त के भन्नु नजिक छैन टाढा छ भेट्ने जानु पर्यो भने यहाँबाट 4 घन्टा जति लाग्छ के गर्नु जानै पाउँदैन तपाईँलाई साबुले मार्दैन अनि यस्तो झाडु अनि बोकेर यहाँ साफ नगरिकन हिँड्दाखेरि होइन अहिले छैन त्यही भएर आराम गरिरहेको भाउ त गर्नु परिहाल्थ्यो छैन नि ऊ धेरै छैन अनि तपाईँले यो डटपिन चाहिँ कानमा किन राख्नु भएको यो मेरो यहाँदेखि त्यहाँसम्म सफा गरेको भनेर लेख्नुपर्छ कि बिल बनाउनुपर्छ ए ए अनि यो रुख चाहिँ यो रुख या त रुख हेर्नु त रुख अनि यो रुखमा तपाईँ चढ्नु भयो अनि यो रुखलाई पनि सफा गर्नु भनेर तपाईँलाई यो रुख काट्नु भनेर अस्ति त्यहाँसम्म काटेको अनि यो हँसिया देखाउनु न हँसिया यस्तो छ अस्ति त्यहाँसम्म काट्यो अब आज त्यहाँ माथि चढेर काट भन्थ्यो गर्मी भएर तलै बसिरहेको ए ल चढ्नु नि त रुखमा कसरी चढ्दो रहेछ म फर्स्ट टाइम हो म साउदीमा होइन अनि यो रुखमा कसरी चढ्दो रहेछ तपाईँ पेन झऱ्यो यसमा छ नि त्यो हाँसिया बोकेर चढ्नुपर्छ पेन झऱ्यो पेन ओ माथि अस्ति त्यहाँसम्म काटेको अब आज माथि चढेर काट भनेको थियो गाह्रो छ चढ्न सक्छ चढ्नु नि त म भन्दा सानो छ एकचोटि त्यो हाँसिया यस्तो ठकठक गर्दै चढ्नु नि धेरै लाग्छ कि फेरि यसलाई अलिकति हात पर्न पर्ने बित्तिकै लत्तै काटिहाल्छ धेरै लाग्छ तपाईँ चढ्ने म चढाउँदा तपाईँ चढ्नु है भर्खर आएको छ चढ्न सक्छ र सक्दैन है ल म चढाइदिन्छु है तपाईँलाई होइन मेरो मोबाइलहरू चाहिँ भर्खरै यहाँ 3-4वटा साउको फोन आउँछ आइफोनै हो तिनटै आइफोन छ ल हेर नि त है एकचोटि सिक्नुपर्छ होइन यो मोबाइल चाहिँ यतै राखिदिन्छु है ल यसरी मैले उचाल्नुपर्छ पर्दैन अब बेल छ मेरो बेल छ भयो पर्दैन म त अर्कै सामान पुगिरहेको त के झुन्डिएको भनेको त यसरी चढ्नुपर्छ अस्ति उ त्यहाँसम्म गएर काट्यो हँसिया अड्काउने अहिले हँसियाले आफैले काट्ला नि फेरि लोड लाग्छ नि यो तास्दै कम लाग्छ ओ सुनै हुँदैन ल उसो गर्नुपर्छ पर्दैन पर्दैन म सधैँ चढिरह हो यसमा हो लड्यो भने फेरि छैन धेरै हालको छैन अलिकति मात्रै हो अब पुग्नुलाई छोडिदिनु भरे भोलि आयो होइन काम थाक्नुपर्छ क्या ल ए ठ्याक्क पात्नु परेछ दाइले यार नपार्नु न ग्यास्ट्रिक अलिकति हल्का बढेछ क्या तपाईँलाई ढेँडो आज खुवाइदियो भने ग्यास्ट्रिक ढेँडो र मासु खाएको ए त्यही भएर क्या ए ल त अब यस्तै हो काम भनेको होइन अब अर्को त्यसमा है मान्छेले जे गर भन्छ त्यही गर्नुपर्छ त्यही हो हाँसियाले यसो सफा गर्ने त्यस्तो गर्नुपर्छ ए ल गाह्रो छ है ल हामी छुट्टिएको है हस् आउँदै गर्नु है ल